एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ म कोठा सफा गर्नु गइरहेको छु। बिहानको काम गरेको भिडियो बनाउन चाहिँ भ्याइँदैन नि त, हतारै हुन्छ। अनि त्यही भएर दिउँसोको मात्रै काम गरेको भिडियोहरू बनाउन भ्याइन्छ। अनि बिहान चाहिँ हतार हुन्छ, स्कुल लाग्दा त झन् कति धेरै हतार हुन्छ, त्यही भएर के गर्न भ्याइँदैन। अनि दिउँसोको चाहिँ भिडियोहरू बनाउन भ्याइन्छ। र आज चाहिँ म चाहिँ यहाँनिर सरसफाइ गर्नु पर्यो भनेर कोठा मिलाउनु पर्यो भनेर अस्ति चाहिँ आफ्नो कोठा सफा गरेको थिएँ। अब आज चाहिँ भाइको कोठा सफा गरिदिनु पर्यो भनेर चाहिँ म यहाँ कोठाभित्र छिरिसकेको छु। अनि अस्तिको ब्लगमा चाहिँ एकजनाले तपाईँको घर त भनेर भन्नुभएको रहेछ। अब गाउँघरमा बसिसकेपछि घर त्यस्तै त हो नि, होइन र। गाउँघरको घरहरू त्यस्तै हुन्छ, भान्सा घरहरू अब त्यस्तै खालकै हुन्छ। र पनि मैले केही पनि भनिनँ। ठिकै छ, आज चाहिँ अब म यहाँनिर भाइको रुम सफा गर्नु पर्यो भनेर यहाँनिर भाइको रुम सफा गर्न आँटेको। हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ म कोठा सफा गर्नु गइरहेको छु। बिहानको काम गरेको भिडियो बनाउन चाहिँ भ्याइँदैन नि त, हतारै हुन्छ। अनि त्यही भएर दिउँसोको मात्रै काम गरेको भिडियोहरू बनाउन भ्याइन्छ। अनि बिहान चाहिँ हतार हुन्छ, स्कुल लाग्दा त झन् कति धेरै हतार हुन्छ, त्यही भएर के गर्न भ्याइँदैन। अनि दिउँसोको चाहिँ भिडियोहरू बनाउन भ्याइन्छ। र आज चाहिँ म चाहिँ यहाँनिर सरसफाइ गर्नु पर्यो भनेर कोठा मिलाउनु पर्यो भनेर अस्ति चाहिँ आफ्नो कोठा सफा गरेको थिएँ। अब आज चाहिँ भाइको कोठा सफा गरिदिनु पर्यो भनेर चाहिँ म यहाँ कोठाभित्र छिरिसकेको छु। अनि अस्तिको ब्लगमा चाहिँ एकजनाले तपाईँको घर त भनेर भन्नुभएको रहेछ। अब गाउँघरमा बसिसकेपछि घर त्यस्तै त हो नि, होइन र। गाउँघरको घरहरू त्यस्तै हुन्छ, भान्सा घरहरू अब त्यस्तै खालकै हुन्छ। र पनि मैले केही पनि भनिनँ। ठिकै छ, आज चाहिँ अब म यहाँनिर भाइको रुम सफा गर्नु पर्यो भनेर यहाँनिर भाइको रुम सफा गर्न आँटेको। यो चाहिँ भाइको रुम हो। यतातिर लुगाहरू छरपस्ट भइरहेछ। अब म यहाँनिर सब बेड कभरहरू चेन्ज गरेर, यो पर्दाहरू सबै चेन्ज गरेर अनि यहाँनिर बढारकुरार गर्नुपर्ने छ। यस्तो छ अहिलेको रुमको अवस्था चाहिँ, हेर्नुहोस्। अब म यहाँनिर पर्दा निकालिदिन्छु सबैभन्दा पहिला। पर्दा निकालिदिएँ। अब सरसफाइ गर्नतर्फ लाग्छु। फोन कहाँ राख्ने फोन राख्ने ठाउँमै भेटिनँ मैले चाहिँ। सफा गरिराख्छु भाइको। मेरो भिडियो एकदमै लामो पनि हुने भयो। अनि प्लस फोन राख्ने ठाउँ पनि भेटाइन र यहाँनिर मैले भिडियो मजाले बनाएकै छुइनँ। दसैँ लाग्यो, दसैँ लागेपछि त पाहुनापात आउनुहुन्छ, घरहरू त सरसफाइ गर्नै पर्यो, सफा राख्नै पर्यो। त्यही भएर म चाहिँ एक दुई दिनमा झारहरू उखालौँला। भोलि यो घाम लागेको बेलामा चाहिँ लुगा चाहिँ धोइहाल्नु पर्यो भनेर चाहिँ लुगाहरू धुने निकाल्दैछु। तपाईँहरूले चाहिँ आफ्नो घर सरसफाइ गरिसक्नुभयो होला। मैले चाहिँ भ्याएकै थिइनँ सरसफाइ गर्नुलाई। अस्तिको दिनदेखि चाहिँ यहाँनिर सफा गर्दैछु घरहरू।
झाडुको मैले कोठाहरू सफा गरिदिइसकेको छु। मैले चाहिँ खानासाना पकाइसकेँ। म चाहिँ कोठाहरू सफा गर्नुतिर लाग्दैछु। हिजो भाइको कोठा सफा गर्दै अब आज चाहिँ आफ्नै कोठा सफा गरेर अनि माथिको कोठा पनि सफा गर्नु पर्यो। सफा गर्न लागेको यस्तो भइरहेछ हालत।
चाहिँ मेरो रुम सफा गरिसकेँ। अब माथिको रुम सफा गर्न जाने गाइस। चाहिँ माथिको रुममा आइसकेको छु। अब माथिको रुमको अवस्था चाहिँ यस्तो छ सिरकहरू सब यतात्यता छरपस्ट भइरहेछ। अब यसलाई सब मिलाउनु पर्ने छ। अब म चाहिँ सफाइ गरेर मिलाउँछु। हजुर चार्जर छनु चाहिँ छ यहाँ एउटा। भिडियो एकदम लामो हुन्छ होला गाइस। म एकैचोटि भरे फाइनल लुक मात्रै देखाउँछु है।